नमस्कार। म आज शाखा अधिकृत तयारीको सिलसिलामा चाहिँ आफ्नो अध्ययनलाई अथवा चाहिँ शाखा अधिकृत भन्नको लागि के पूर्व शर्तहरू आवश्यकता पर्छ भनेको चाहिँ त्यो अध्ययनको सिलसिलामा गर्नुपर्ने काम अथवा चाहिँ के कुराहरू गर्दाखेरि चाहिँ हामी शाखा अधिकृत हुन सक्छौँ त भन्ने कुरालाई म अलिकति यो त छुट्टै आफ्नै तरिका आफ्नै विधिहरू हुन्छन्। यद्यपि चाहिँ म केही कमन कुराहरू जसले त्यति चाहिँ गर्दाखेरि चाहिँ हामीहरू शाखा अधिकृत हुनको लागि चाहिँ अलिकति सहयोग गर्छ कि जस्तो लाग्यो त म छुट्टै एउटा कन्टेन्ट लिएको छु। पहिला चाहिँ हामीले शाखा अधिकृतको तयारी गर्न सुरु गर्दाखेरि नै एउटा छुट्टै स्ट्राटेजी बनाएर चाहिँ सुरु गऱ्यो भने चाहिँ के हुन्छ, अलिकति सहज हुन्छ। यसमा चाहिँ के गर्नुपर्यो भन्दाखेरि स्ट्राटेजी चाहिँ हाम्रो कलेज युनिभर्सिटीमा पढ्दाखेरि नै हामीले यतिमा यति भ्यू नै भनेर चाहिँ छुट्टै स्ट्राटेजी बनाएर चाहिँ पढेर त्यसरी सफल हुँदै आइयो। यसै गरी शाखा अधिकृतको लागि पनि एउटा निश्चित सिलेबस छ। त्यो सिलेबसलाई चाहिँ कसरी कभरेज गर्ने अनि कति टाइम म्यानेजमेन्ट फ्रेममा बसेर चाहिँ गर्ने भनेर चाहिँ त्यसलाई छुट्टै स्ट्राटेजी भनेको यति महिनामा यति भ्याउँछु, यतिमा यस्तो गर्छु, यो गर्छु भनेर चाहिँ छुट्टै पहिला चाहिँ आफ्नो प्लानिङ बनाउनु पऱ्यो कि यो कसैले दिएर हुने कुरा चाहिँ होइन है। स्ट्राटेजी भनेको जबसम्म व्यक्तिले चाहिँ आफ्नो स्ट्राटेजी बनाउँदैन तबसम्म चाहिँ ऊ सफल हुन सक्दैन भनेको चाहिँ अरूले दिएको बाटोमा चाहिँ ऊ भनेको शाखादेखि तयारी गर्नलाई ऊ चाहिँ आफ्नो छुट्टै स्ट्राटेजी बनाएर लायो भने चाहिँ सफल हुन्छ भनेको। यद्यपि चाहिँ बजारमा उपलब्ध हुने सबै क्लासहरू लिएर चाहिँ ऊ सफल हुन चाहिँ सक्छ भन्न चाहिँ सकिँदैन भनेको चाहिँ उसले चाहिँ आफ्नो स्ट्राटेजी बनाएर लाग्यो भने सहज हुन्छ। त्यसै गरी शाखादेखिको लागि महत्त्वपूर्ण रहेको छ अर्को समय व्यवस्थापन। हरेक कुरामा हाम्रो समय व्यवस्थापन गर्नुपर्ने हुन्छ। शाखादेखि गर्ने सिलसिलामा चाहिँ अब कोही चाहिँ हामीहरू जागिरको सिलसिलामा छौँ, कोही चाहिँ अब हाम्रो विशुद्ध पढाइ भनेर चाहिँ शाखादेखि तयारी गर्ने भनेर चाहिँ बसेको मात्रै न्यून हुन्छ भनेको चाहिँ निकाल्ने भनेको विशुद्ध भनेको सेवामा रहेकोले चाहिँ अलिकति सहज हुने भएकोले भनेको सेवासँग रिलेटेड अथवा चाहिँ त्यो हुने भएकोले चाहिँ निकालेको धेरै हाम्रो ट्रेन्डहरू देखिन्छ। यसबाट के हुने भयो भन्दाखेरि चाहिँ समय व्यवस्थापन भनेको हाम्रो चाहिँ 10 to 5 अब अफिसै भयो, धेरै जसो हामी गभर्मेन्ट सेक्टर अथवा चाहिँ प्राइभेट सेक्टरमा जब गरेका हुन्छौँ। यसमा चाहिँ हामीले कसरी चाहिँ टाइम चाहिँ ब्यालेन्स गरेर गर्न सक्यो, ब्यालेन्स गरेर पढ्ने भनेको चाहिँ बिहान कति बजी उठेर पढ्ने, बेलुका चाहिँ कति बजीसम्म पढ्ने, अनि त्यो पढेको कुरालाई कसरी रिकल गर्ने भनेर एउटा चाहिँ समय व्यवस्थापन। त्यो चाहिँ इभन अन्तिमसम्म मेन भनेकै समय व्यवस्थापन। यसलाई चाहिँ हामीले कपीमा उतार्न सकेर त्यो समयमा त्यो कपीमा उतारेर चाहिँ लोकसेवाको कपीमा चाहिँ उतार्न सक्नु भनेको चाहिँ मेन हो। भनेको चाहिँ समय व्यवस्थापन एउटा महत्त्वपूर्ण हो। भनेको चाहिँ 10वटा क्वेसन 3 घन्टामा लेखेर त्यहाँनिर समयमा लेखेर चाहिँ प्रस्तुत गर्न सक्नु भनेको एउटा मेथड। अनि तनाव व्यवस्थापन भनेको हाम्रो तयारीको सिलसिलामा विभिन्न तनावहरू सिर्जना हुने गर्छ। कहिले चाहिँ सधैँ हाम्रो मानिसको जीवनमा सधैँ एक नासको चाहिँ अपग्रेडेड हुँदैन, कहिले चान्स हुन्छ। त्यस्तोमा चाहिँ अब केही हुँदाखेरि नै तनावलाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने यो त्यो विषयलाई लिएर चाहिँ जस्तो चाहिँ हुन्छ कार्यालयमा काम गर्दाखेरि अलिकति कहिलेकाहीँ थकान हुन्छ, लामो समयसम्म काम गर्नुपर्ने हुन्छ अनि केही